हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई च्यानल। तपाईँहरूलाई सबैलाई स्वागत छ मेरो च्यानलमा है। आशा छ कि तपाईँहरू सबैजना ठिकै हुनुहुन्छ होला भनेर है। र गाइस, आज चाहिँ म एकछिन बजार जाने काम पऱ्यो र बजार जाँदैछु है। र तपाईँहरूलाई पनि सँगसँगै बजार लगेर जानेछु र हेर्दै गर्नुहोस् होला मेरो ब्लगमा के हुँदैछ, कसो हुँदैछ भनेर है। आज चाहिँ के हुने रहेछ भनेर र त्यही हो। अनि त्यही भन्न चाहन्छु, आज चाहिँ म अलिकति हतारमा छु र एकदम फटाफट ब्लग स्टार्ट गरिरहेको छु है। माइन्ड नगरिदिनुहोस् होला र मेरो ब्लग हेरिदिँदै गर्नुहोस् होला। अनि मन पऱ्यो भने चाहिँ लाइक सेयर र सब्सक्राइब चाहिँ गरिदिँदै गर्नुहोस् होला है फ्रेन्ड्स। ओके, अहिले भेटौँ ल। प्यासेन्जर त एउटा पनि छैन रहेछ यसमा त। सायद यहाँसम्म उयो गर्नु लगेको होला, फेरि ब्याक गर्छ होला। यो यस्तो चाहिँ हाम्रो दार्जिलिङ ट्रेन टोय ट्रेन छ साथीहरू। स्टेसन यहाँ आउटो इन्डियन रेडी हुँदैछ हो। गयो ब्याक फेरि। ल, यो दार्जिलिङको टोय ट्रेन चाहिँ यस्तै छ है साथीहरू। हाम्रो सानोबाट 3 डब्बा रहेछ। यहाँ के सामान छैन, अलिक कम्ती गर्नु न। हेरिकन हुन्छ हो बहिनी। बाजेले त हैन योहरू बेच्दा रहेछ, स्टोनहरू। यसको चाहिँ कति के हो खासमा त्यो चाहिँ? यसको 4 टाको 200। बाजेकोमा भेराइटी सुनहरू रहेछ यहाँनिर। अलिक कम्ती 150। के हो यो चाहिँ खासमा? यसलाई हामी पिठो भन्छ, यता खै के भन्छ? पिठो टुठो भन्छ। टुठो टुठो खासमा चाहिँ के गर्नुपर्छ यसलाई चाहिँ? त्यही सुन है साथीहरू। यहाँ चाहिँ सुन छ। यो चाहिँ कसरी तोला हो दाजु? 100 तोला। 100 तोला। 100 यहाँ कसरी तोला भनेको त? उहाँले त सुन त 1 लाख पुग्न आँटेको छ तोलाको। हैन, पहिला मलाई मिलाउनु न दाम। अन्त मात्र लानु ल। कतिमा दिनु? यहाँ चाहिँ भेराइटिज के राखेको रहेछ दाजुले हो। नेपालबाट ल्याएको होला हौ यिनीहरू त सबै। अहिले त मधेसीलाई 100 रुपियाँको त बेचेको। मधेसमा चाहिँ हाल्यो त 40 टाका। यो चाहिँ खोलाबाट निस्किन्छ अरे गाइस। यो चाहिँ खै के हो मैले त जान्दिनँ। दार्जिलिङमा रहेछ यस्तो सामानहरू चाहिँ पुरा। यहाँ रहेछ भन्दैछ सबैजनाले। हाम्रो दार्जिलिङको सब्जी मन्डी। यहाँ यस्तो मसँग यहाँ सामान छ। सब्जी मन्डी चाहिँ हाम्रो भाइ हेर त, लु हाँसिदेऊ त, हाँसिदेऊ न। गाजर कसरी छ साँच्ची नै भन्दा? 60। यो चाहिँ हाम्रो दार्जिलिङको सब्जी मन्डी हो नि त। ल हेर्नुहोस् होला, हाम्रो दार्जिलिङको सब्जी मन्डी चाहिँ यस्तो छ है साथीहरू। यहाँनिर यस्तो फ्रेस करेला रहेछ यहाँनिर पाहाडे। यो चाहिँ सबै बस्तीको। कटर पनि निस्केछ, कटर पनि आएछ यस्तो।
यहाँ चाहिँ पानी परेर बिजोग भयो हो एकैछिनमा हेर्नु न यहाँको वेदर चाहिँ दार्जिलिङको वेदर चाहिँ हाम्रो यस्तै हुन्छ है एकैछिनमा पानी पर्छ एकैछिनमा घाम लाग्छ त्यही हो म चाहिँ बजारबाट मार्केटबाट फर्किँदैछु है हेर्नु नि यस्तो ग्यास ग्यासी भएछ भगवान् पुरा हुन्छ अहिले चाहिँ घर पुगेर अब भक्क पनि भइसक्यो है गएर खानापिना पनि गर्नुपर्ने हुन्छ तपाईँलाई अहिले भेट्छु है यस हेर्नु त साथीहरू आज चाहिँ म मटन बनाउँदैछु हो अघि भर्खर बजारबाट चाहिँ अत्तालिँदै आएर चाहिँ यहाँनिर किचनमा फेरि खाना बनाउनु बस्नु पऱ्यो अन्त त्यही मटन ल्याएको थिएँ मटन खाने अरे आज भनेर हो अन्त मटन चाहिँ मजाले बनाउँदैछु अब एकछिनमा फेरि अब योसँग फेरि परेटा खाने अरे हो अन्त घिउमा पोलेको परेटा पनि खाने अरे योसँग आज स्पेसल डिमान्ड छ उनीहरूको हो त्यही कारणले चाहिँ म अत्तालिँदै बजारबाट आएर चाहिँ खाना पकाउँदैछु साथीहरू हेर्नुहोस् त आज चाहिँ एकदम यहाँनिर चारपाटेवाला बनिँदैछ परेटा हो तिन किनेवाला चाहिँ मलाई बेल्नु अलिकति अप्ठ्यारो लाग्छ नि त हो त्यसले गर्दाखेरि चाहिँ यहाँ चारपाटे बनाइदिएको छु होइन हेर्नु त अन्तखेरि चाहिँ घिउ हालेर बनाइदिँदैछु आज घिउ हालेको परेटा खाने अरे भनेर चाहिँ चारपाटे बनाइदिएको छु तिन कुने आउँदैन बेल्नु हो त्यही कारणले सजिलो त्यही कारणले चाहिँ बेलतिर बनाइदिँदैछु ल हेर्नुहोस् है साथीहरू हेर्दै गर्नुहोस् ल हुन्छ गाइज आजको लागि चाहिँ यहाँसम्म नै है मेरो भिडियो तपाईँलाई के कस्तो लाग्दैछ भनिदिनुहोस् होला होइन अनि त्यही हो यो भिडियो चाहिँ मैले अहिले बिहान सुट गर्दैछु किनभने चाहिँ हिजो बेलुका चाहिँ म ढिलो भएँ र मार्केटबाट ढिलो भयो आउँदाखेरि र आएपछि पनि त्यही हो खाना बनाउँदा के गर्दा चाहिँ त्यत्तिकै ढिलो भइहाल्यो है अनि मैले बिहान चाहिँ एडिट गरेर एउटा भिडियो हालिदिइहाल्नु पऱ्यो भनेर यसो हेरेको त छैन रहेछ मेरो त तपाईँहरूसँग बिदावरीमा आएको भिडियो नै छैन रहेछ त्यसले गर्दाखेरि चाहिँ फेरि मैले यो बिहान सुट गर्दैछु है आयो कि तपाईँहरू माइन्ड गर्नु हुँदैन होला भनेर होइन त्यही हो मेरो भिडियो तपाईँहरूलाई के कस्तो लाग्दैछ है गाइज भनिदिनुहोस् होला है लाइक सेयर र सब्सक्राइब पनि गरिदिँदै गर्नुहोस् होला है मलाई सपोर्ट गरिदिँदै गर्नुहोस् होला भन्दै मेरो यो भिडियो चाहिँ यहीँ एन्ड गर्छु हुन्छ फेरि नेक्स्ट भिडियोमा भेटौँ होला बाई